जिन्दगी नै डोको अलि ट्राके हामी चाहिँ यहाँ दुधेको पानी ट्याङ्कीमा छौँ भर्खर उकालो लाग्दैछ यो पानी ट्याङ्की हो मैले कमलालाई बेस्ट राइडर माने भनेपछि तिमी सम्झ न कसरी माने होला म यस्तो बाटो छ है बाटो चाहिँ भगवान् हामी एकदमै माथि आइपुग्यौँ कस्तो भइरहेछ त माथि जाँदै गर्दा एडभेन्चर बाटो एकदम रमाइलो होइन हामी चाहिँ अहिले इलाम छिरिसक्यौँ होला अहिले हामी इलाममा छौँ एकदमै रमाइलो छ पछाडिको भ्यू हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ जोरपोखरीसम्मको यात्रा यहाँ दिदी अनि म छु हामी तीनजनाको यात्रा हामी तीन भाइमा म चाहिँ सबभन्दा कान्छा भाइ उहाँहरू दाइ सो एकदमै रमाइलो भइरहेछ बाटो पनि एकदम खतरा छ यहाँको चाहिँ डर लाग्दो पनि छ त्यही पनि हामी आँट गरेर जाँदैछौँ एकदमै सासी दाइहरू हुनुहुन्छ यहाँ दुईजना उहाँले गर्दा मलाई एकदम सेफ फिल भइरहेछ यस्तै बाटो भएर चाहिँ तर ठाउँ चाहिँ राम्रो छ है एकदम लिएर आउनु पर्ने हामी अहिले एकदमै राम्रो दृश्य भएको ठाउँमा छौँ इलाममा छौँ इलाम मैनाचुली भन्छ यो सुन्दै एउटा रोमाञ्चक ठाउँ छ र हेर्दा अति नै रमाइलो ठाउँ रहेको छ यहाँ हेर्न सक्नुहुन्छ पहाड यहाँ चाहिँ हामी फेरि यहाँ भाइहरू उता डाँगीबाडी कुन्जीबाडी माबाडाबाट आउनुभएको रहेछ उहाँहरूसँग कोलाब गर्दै हामी अब फेरि माथि कस्तो भइरहेछ त दिदी हाई दामी अघि झन्डै लड्नु भयो उहाँ चाहिँ सबभन्दा प्रो राइडर है उहाँ चाहिँ अनि भाइहरूलाई पसिना उता दुईवटा भाइ चाहिँ साह्रै लजाउने क्या बोल्दा पनि नबोल्ने हो ल यहाँ तल चाहिँ पसल रहेको छ भन्ने थाहा पायौँ अब तल कहाँ हो होइन भिडै भिड छ हामी तल जाँदैछौँ हामीलाई के पाउँछ सबै सुनाउँदै हुनुहुन्छ के पाउँछ बोजू भनिदिन्छ पानी पाउँदैन जाडामा जानु त बुढी मान्छे होइन उहाँले चाहिँ यहाँको पानीको व्यथा सुनाउँदै हुनुहुन्छ तल गएर पानी ट्याङ्कीबाट ल्याउनुपर्छ पानीको एकदमै अभाव रहेको ठाउँ त्यही हो हाम्रो जिन्दगी नै डोको जिन्दगी नै उहाँहरूको चाहिँ जिन्दगी जस्तो हामी तरै भेगमा तलदेखि यहाँदेखि डोकोमा लगाउँछु लान्छु बेच्छु त्यसै बेचेर सामान फेरि किनेर ल्याउँछु डोकोमा ल्याउँछु अब यसरी बेचिन्छ जस्तो हाम्रो लागि हलो भनेको तराई भेगमा जस्तो हामी तलसम्म भेगमा चाहिँ हाम्रो मेन हतियार भनेको हलो हाम्रो त मेन चाहिँ तर यहाँको चाहिँ डोको रहेछ होइन पानी ल्याउनु डोकै चाहियो दाउरा बोक्नु डोकै चाहियो भारी उहाँबाट सामान ल्याउनु डोकै चामल किनिन्छ डोकोमा लगाइन्छ ल्याइन्छ यहाँ बरु तपाईँलाई जीवन साथी नहुँदा हुन्छ तर डोको चाहिँ चाहियो यो चाहिँ एकदमै एक्लो लाग्नु डोको चाहिँ चाहियो यस्तो विकट ठाउँबाट यहाँ आउनुपर्छ तपाईँहरू पनि आउनु होला एकदमै राम्रो ठाउँ रहेको छ म जस्तै कालो भएर जानु होला जोरपोखरी त आयौँ तपाईँलाई जिज्ञासा लाग्न सक्छ होला जोरपोखरी भन्दै गर्दा जोरपोखरी चाहिँ कहाँ रहेको छ जोरपोखरी चाहिँ अहिले अवस्था यस्तो छ
यहाँको पानी सुकेर जोरपोखरी अहिले सुकिसकेको छ। यसको तल अझै तल खोल्सी चाहिँ छ भन्ने हामीलाई थाहा भयो, तर समय अभावको कारणले हामी त्यहाँसम्म पुग्न सकेनौँ। जोरपोखरीको रहस्य चाहिँ यहीँबाट छ, यही हो जोरपोखरी। त्यसै गरी हामी जोरपोखरी भ्रमण हामीले सकिसक्यौँ र यहाँको स्थानीयसँग पनि थोरै हामीले कुराकानी गऱ्यौँ र उहाँले आफ्नो व्यथाहरू, आफ्नो यहाँको कथाहरू सुनाउनु भयो, कसरी उहाँहरू यहाँ जीवन गुजारा गर्नुहुन्छ। र अहिले हामी जोरपोखरी चोकमा छौँ। यहाँको अवलोकन सकिसकेपछि हामी अब तल जाँदैछौँ। बाटो चाहिँ यस्तो रहेको छ, एकदमै खतरनाक। पसिना यहाँ डर लाग्यो। हाई भन्दिनँ, हाई हामी बाटो यहाँ पाहाडको बाटो एकदमै खतरा छ होइन। हामी अब यहाँ चढ्दैछौँ। सो गाइस होइन, हामी भर्खरै माथिबाट तल झऱ्यौँ। यो चाहिँ यहाँ बाटो दृश्य रहेको छ।